तेल गरम हुँदैछ। यहाँ अब गरम गर्ने हो। ज्यादा गरम पनि हुँदैन, अलिअलि गरम गर्नुपर्छ। गरम गरे भने पिस्नु ओर्नु सजिलो हुन्छ, अरु सेन्ट पनि राम्रो आउँछ। यहाँ मुला तयार भयो है। यो अचार हिजै लाउनु पर्ने थियो, हिजो अस्ति त भ्याइन। बजार गएँ, कता गएँ, त्यसकारणले भ्याइन। हरियो खोर्सानी मिलाइदिएको छु। मसला पनि तयार भयो। यो जब पर्किनु थालेपछि भइहाल्छ। भयो अब बन्द गरिदिने ग्यास। तेल पनि गरम भयो। स्वाद अनुसारको निमक लगाउने हो। अरु चिल्ली पाउडर, यो कलरको लागि हो। यसको बादमा रङ्गुरा, हल्दी पाउडर, मसला पनि भयो मिक्सरमा कुटे। तेल लगाउँदैछु, गरम गरे तेल पनि ठन्डा गरेर। यसलाई मजाले मिलाउनु पर्यो। अब मिठो खानुलाई त मेहनत गर्नु पर्यो। स्वादिष्ट भोजन खानुलाई त मेहनत गर्नु पर्यो। भ्याएर भए पनि नभ्याएर भए पनि गर्नै पर्यो। आमाको कर्तव्य, पत्नीको कर्तव्य त निभाउनै पर्यो। कामले त कहिले भ्याइन्छ र, कामले कहिले भ्याइँदैन। घरको काम भन्यो, बारीको भन्यो, छोरी मान्छेको काम कहिले भ्याइँदैन। त खानापिनामा पनि टाइम निकाल्नु पर्यो। हेर्नुहोस्, मुलाको अचार कल्ला कल्ला मिठो लाग्छ। आउनुहोस् खानुलाई। धेरै नभए पनि एक चम्ची सबैलाई, साथीभाइहरूलाई। हाम्रो नेपालीको त एकदम फेभरेट हो नि त मुलाको अचार, मुलाको सिन्की। के 2 थाल भात खाइन्छ।